फ्यामिली इन्टिग्रेसन हुनु छ भनेपछि मलाई चुनौतीहरू के कस्ता आउन सक्छन् कोडिपेन्डेन्सीको कुरालाई याद गर्ने हो भने रात दिन तपाईँको बाआमाले तपाईँको श्रीमतीलाई तपाईँलाई शङ्का गर्न सक्छ। किन गर्नु सक्छ भन्दाखेरि कतै यसले पियो कि, कतै यसले झगडा गर्यो कि, कतै यो फेरि पुरानो बानी बेहोरामा गयो कि भन्नेवाला शङ्का उपशङ्का उहाँहरूमा आउनु एक प्रकारले स्वाभाविक जस्तै हो। किनभने तपाईँहरूलाई माया गर्नुहुन्छ र नआउने हो नि त। अब तपाईँको प्रतिक्रिया के त? अब तपाईँ झनक्क रिसाइदिनुहुन्छ, कम्युनिकेसन थोप्पै छैन। अब तपाईँहरूले च्यालेन्जेस आफ्टर ट्रिटमेन्ट भन्दाखेरि सबैभन्दा आउने समस्या के पनि हो भन्दाखेरि नि एफेक्टिभ कम्युनिकेसनमा हामीले काम गर्दैनौँ कि मित्रहरू। एफेक्टिभ कम्युनिकेसन भनेको मतलब तपाईँले के गर्नुहोस्, पहिला कुरा त यहाँ बस्दाखेरि भयोभरको ज्ञान चाहिँ लिनुहोस्। गाली गलोच गरेर बदलाको भावना लिएर गुनासो लिएर नबस्नुहोस्। पहिलो कुरो आफू सक्षम भइसकेपछि, ज्ञान हासिल गरिसकेपछि बाहिर गए पश्चातको कुरा गर्दैछु मैले। अनि बाहिर गएपछि हजुरहरूले गर्नुपर्ने कुरा के त भन्दाखेरि म कम्युनिकेसनमा चाहिँ एकदम राम्रो बस्छु है, म अपेक्षा धेरै राख्दिनँ है, र केही गरेर मैले अपेक्षा राखेको कुरा पुरा भएन भने म रिसाउँदिनँ है, मेरो व्यवहारलाई म सही बनाउँछु है भन्ने हिसाबमा त तपाईँ जानु पर्यो नि त। पऱ्यो कि परेन ल भन्नुहोस् त। अनि कम्युनिकेसन भनेको कस्तो त भन्दाखेरि तपाईँ कहाँ जाँदै हुनुहुन्छ? किन भन्दा प्रोग्राम त अनेस्टीको हो भनेर त हामीले पढेका छौँ। तपाईँ सही हुनुहुन्छ भने तपाईँले कम्युनिकेट गर्नु पर्यो नि त। ड्याड म फल्ना ठाउँमा छु है, मम म फल्ना ठाउँमा छु है, श्रीमती म फल्ना ठाउँमा छु है, म यति बेला आउँछु, मेरो लागि खाना नपकाऊ है, म बाहिरैबाट खाएर आउँछु, कहाँ जाँदैछु, के गर्दैछु, कोसँग भेट्दैछु, यो कुरा त हुनु पर्यो नि त जानकारी परिवारहरूलाई। पऱ्यो कि परेन? हाम्रो व्यवहार कस्तो छ त बेहोरा? तपाईँलाई किन चाहियो? यो बेहोराले हुन्छ त मित्र? ल भन्नुहोस्। बिल्कुलै हुँदैन। र हामीमा गसिप गर्ने पनि बानी छ कि मित्र। गसिप नेचरको कुराहरू आयो हामी खालि कुरा काटेर बस्छौँ कि